ओ तागेर निङ्वा बुमाङे सेवारो। सम्पूर्ण किराँत धर्मावलम्बी तथा गैर किराँत धर्मावलम्बी ज्यूहरूमा मेरो सम्मान र सेवारो टक्राउन चाहन्छु। हाम्रो आउँदै गरेको कार्तिक 25 गते यानि कि अङ्ग्रेजी महिना अनुसार नोभेम्बर 11 ट्युसडे मङ्गलबारको दिन हाम्रो मोहिङ्गुम अङ्सिमाङ महागुरु फाल्गुनन्द जो महान तपस्वी, महान समाज सुधारक, महान ज्ञानी, महान शक्तिशाली युग पुरुष, किराँत धर्मावलम्बीहरूको लागि महान मुक्तिदाता मोहिङ्गुम अङ्सिमाङ महागुरु फाल्गुनन्दज्यूको 141औं शुभ जन्म जयन्तीको पावन अवसरमा संसारभरि छरिएर रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी तथा गैर किराँत धर्मावलम्बी ज्यूहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र यस शुभ जन्म जयन्तीले हामी सम्पूर्ण ब्रह्माण्डमा रहेको सकल प्राणीहरूमा सुख, शान्ति, समृद्धि, सद्बुद्धि, सद्ज्ञान, सद्बाटो आशीर्वादहरू प्राप्त भइरहन् भनी सृष्टिकर्ता तागेर निङ्वा बुमाङसँग प्रार्थना गर्न चाहन्छु। मैले शुभकामना दिँदै गर्दा एउटा सानो कुरा जोड्न चाहे। हामी सम्पूर्ण किराँत धर्मावलम्बीहरूको लागि यस शुभ जन्म जयन्तीको दिन एकदमै महत्त्वपूर्ण र शक्तिशाली दिन मानिन्छ र रहिआएको छ। र यस दिनलाई भरपुर सदुपयोग गर्नको लागि हामीले आफ्नो घर आँगनमा दियो बत्ती बाल्दै, सेवा गर्दै, सेवा खाउन गाउँदै, कसैले सकिन्छ भने व्रत बसेर, ध्यान गरेर, तपस्या गरेर, मेडिटेसन गरेर बस्न सक्यो र आशीर्वादहरू माग्न सक्यो, मावाहावा माग्न सक्यो भने हामीले मागबाट धेरै आशीर्वादहरू पाउन सक्छौँ भन्ने सत्य कुरा बाँड्न चाहन्छु। किन भन्दा यो दिन हाम्रो महान शक्ति, महान आत्मा यस दिन पृथ्वी लोकमा अवतरण गर्नुभएकोले यो समय एकदमै शक्तिशाली हुन्छ र यो समयको सदुपयोग गर्न सकियो, जान्यो र त्यो खालको संस्कार संस्कृति राख्न सकियो, बनाउन सकियो भने अहिले र आउने भविष्यमा ठुल्ठुलो शक्तिहरू, ठुल्ठुलो ऊर्जाहरूको अनुभव गर्न सक्छौँ र हाम्रो नाना नानीहरूलाई यो दिनको महत्त्वको बारेमा बुझाउन सक्यौँ र यो दिनलाई कसरी राम्रो प्रकारले भव्य र सभ्य रूपमा मनाउनु पर्छ भनेर सिकाउन सक्यौँ भने यो संस्कारले हामीलाई धेरै फाइदा दिनेछ र धेरै कुरा सिक्ने एउटा मौका पनि दिनेछ र यो महान ऊर्जा, महान शक्तिको अनुभव हामीले साथसाथै अब आउने जेनेरेसन्स र अहिलेको यङ जेनेरेसन्सले पनि अनुभव गर्न सक्नेछ भन्दै फेरि पनि सम्पूर्ण किराँत धर्मावलम्बी तथा गैर किराँत धर्मावलम्बीहरूमा मोहिङ्गुम अङ्सिमाङ महागुरु फाल्गुनन्दज्यूको 141औं शुभ जन्म जयन्तीको हार्दिक मङ्गलमय शुभकामना बाँड्न चाहन्छु। मलाई यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यरिकेरिक नोगेन्द्र माङले हजुरहरूको इच्छा आकाङ्क्षालाई पुरा गरिदिउन् र माङबाट हजुरहरू सम्पूर्णले सधैँ आशीर्वाद पाइरहनुहोस् भनी प्रार्थना गर्दै यरिकेरिक नोगेन्द्र।